कम्पिटिसन हुँदैन, प्रतिस्पर्धा हुँदैन। परमेश्वरमा आनन्द छ, शान्ति छ। जति प्रतिस्पर्धामा ध्यान दिन्छौँ, जति रिस, क्रोध, अहङ्कार, घमण्ड, विरोध, बदनामका कुरालाई हृदयमा सजाउँछौँ, त्यति दुःख हुन्छ। जति अरूको खोइरो खान्छौँ त्यति आफूलाई दुःख हुन्छ। जति अरूको भलाइ सोच्छौँ त्यति आफ्नो मनले रेस्ट पाउँछ, आराम पाउँछ, आनन्द पाउँछ। यस्तो आनन्दको बाटो ईश्वरले दिनुभयो, परमेश्वरले दिनुभयो। परमेश्वरको यात्रा यति सहज छ। त्यो यात्रामा आएका सबै कठिनाइलाई ईश्वरले जुधेर, पिताले तर्काएर, हामीलाई हामी हिँड्ने बाटो सफा सफा गर्दै, परमेश्वरले क्लियर गर्दै, सफा गर्दै, परमेश्वरले अरू उच्च उच्च जीवन पिताले दिइरहनु भएको हुन्छ। परमपितामा यस्तो महिमा छ, परमेश्वरमा यस्तो उन्नति छ, परमेश्वरमा यस्तो आशीर्वाद छ। अनि जाँदै गर्दा जहाँ पानी परेको छ त्यहाँ हरियाली रुख वृक्षहरू छ, जहाँ पानी परेको छैन त्यहाँ डाँडा मात्रै छ, सुक्खा मरुभूमि छ। अनि जहाँ बोट बिरुवा छ त्यहाँ पानी पनि परिरहन्छ, जहाँ बोट बिरुवा छैन त्यहाँ पानी पनि पर्दैन। त्यस्तै जहाँ ईश्वरसँग विश्वास छ त्यहाँ ईश्वरको आशिषको झरी वर्षाइत परमेश्वरले गराइहाल्नुहुन्छ। जहाँ विश्वास छैन त्यहाँ आशिषको वर्षा छैन। जहाँ बोट बिरुवा छ त्यहाँ पानीको वर्षात छ, जहाँ बोट बिरुवा छैन त्यहाँ पानीको वर्षात पनि छैन। जहाँ ईश्वरमा विश्वास छ त्यहाँ ईश्वरका कामहरू प्रकट भइरहेको छ, परमेश्वरका महिमाहरू प्रकट भइरहेको छ, परमेश्वरका आशिषका कामहरू प्रकट भइरहेको छ। परमेश्वरको यात्रामा छौँ हामी, स्वर्गको यात्रामा छौँ हामी। मलाई लाग्यो मुस्ताङ मलाई स्वर्ग जस्तो लाग्यो, लाइक अ प्याराडाइस जस्तो सेम, हैन? एकदमै राम्रो लाग्यो, सुन्दर लाग्यो। ईश्वरले बनाएको संसार त त्यति सुन्दर छ भने परमेश्वरमै दिएको मन, परमेश्वरद्वारै चलेको मन, परमेश्वरसँग गरेको यात्रा कति सुन्दर होला, कति सुन्दर छ, कति आनन्द छ। किनकि रिस गर्नु परेन, रिस आयो चङ्गाइहाल्नु। कसैले रिस उठ्ने कुरा गर्नुभयो, मनले हिलिङ गर्नु, चङ्गाई गर्नु, साइलेन्ट हिलिङ भनिन्छ, मनले गर्ने चङ्गाई। कोहीबाट मन बिज्ने, मन दुख्ने, मन डाउन हुने, कमजोर हुने, मन निरुत्साहित हुने कुरा आयो, मनले चङ्गाइहाल्नु। तेरो कोही कामै छैन, दूर होइजा, मनले भन्नु। चर्को आवाजले भन्दा त मलाई शैतान भनिस्, दुष्ट भनिस् भनेर फेरि नारी निमोट्नु होला। मनले चङ्गाउ, दूर होइजा, भाग, छोड, तेरो सुन्नु छैन, तेरो चिजले मलाई असर पनि गर्दैन। मैले त शक्तिशाली कुरा खुराक खाएको छु, सानो कुराले मलाई असरै गर्दैन, यस्ता कुरा त सानो हो, जा भाग। मनले चङ्गाउ, प्रतिवाद गरेर, जुधेर, लडेर जित्छु भनेर नलाग्नु। बरु मन खराब गर्नेलाई के गर्नु, जहाँबाट त्यो सुरुवात भएको छ त्यहीँबाट डिस्ट्रोय गरिदिनु, भाग भन्नु। त्यो शब्दले खरानी बनाइहाल्छ। उति बेला रिस उठ्ने मान्छे पनि माया लाग्ने ईश्वरले देखाइहाल्नुहुन्छ। परमेश्वरले के गर्नुहुन्छ, मन बढाइदिइहाल्नुहुन्छ। खराबी गल्ती गर्न लाउँछ अनि पछुताइरहन लाउँछ। परमेश्वर भन्नुहुन्छ त्यसको यात्रामा पाइला राख्दैन राख। त्यसको यात्रामा काँडै काँडा छ। काँडामाथि हिँड्न कति गाह्रो हुन्छ, तर फुलमाथि हिँड्न कति सजिलो हुन्छ। काँडामाथि यात्रा गर्नुभयो, दुखेको छ, पोलेको छ, घाउ बनाएको हुन्छ, चोट हुन्छ, गाह्रो हुन्छ, अप्ठ्यारो हुन्छ, कठिनाइ हुन्छ। त्यो खराबीले केही समय त के न हो जस्तो देखाउँछ, हिँड्दै जाँदा फस्दै गइन्छ। तर ईश्वरसँगको यात्रा, फुलको यात्रा, उता सुगन्धित छ, उता सुन्दरता छ, उता सहज छ, उता सजिलो छ, सब कुरा राम्रो छ। ईश्वरीय यात्रा,
परमेश्वरसँगको यात्रा, पिताजीसँगको यात्रामा यति सहज छ, यति सजिलो छ, यति आनन्दित छ। किनकि त्यो आनन्द होस् भनेर पिताले आफ्नै आनन्द भरिएको आत्मा दिनुभएको छ। जसरी हामीलाई शरीरमा हात दिनुभएको छ, गोडा दिनुभएको छ, आँखा दिनुभएको छ, कान दिनुभएको छ, मुख दिनुभएको छ, नाक दिनुभएको छ, सबै कुरा दिनुभएको छ, ताकि हाम्रो फाइदाको लागि, हाम्रो उन्नतिको लागि, हाम्रै प्रगतिको लागि, हाम्रै सहजताको लागि पिताले शरीरमा विभिन्न अङ्गहरू दिनुभएको छ। त्यस्तै परमेश्वरले आत्मा दिनुभयो, आत्मामा पनि हात छ, गोडा छ, सब कुरा छ। हात छ, चलेन भने त्यो जीवन अस्तव्यस्त हुन्छ। गोडा छ, चलेन भने अस्तव्यस्त हुन्छ। आँखा छ, देखेन भने अस्तव्यस्त हुन्छ। त्यस्तै आत्माको सब कुरा छ। अब यसलाई अन्य भाषा गर्नु भएन, वचन लिनु भएन, त्यो चल्दैन। नचलेपछि के हुन्छ? गाह्रो हुन्छ, अस्तव्यस्त हुन्छ। जब अन्य भाषा गर्नुहुन्छ, पितासँग नजिक हुनुहुन्छ, सबै कुराहरू, सबै आत्मिक अङ्गहरू एक्टिभेट भएको हुन्छ, सुचारू भएको हुन्छ। जब आत्मिक देहहरू, अङ्गहरू एक्टिभेट हुन्छ, तब आत्मा वृद्धि भयो नि, शरीरमा पनि प्रभावहरू देखिन सुरु गर्छ। चटचट निको भएको हुन्छ। घातक लागेको रोग केही होइन बनाएर सजिलैसँग उडाइदिनुहुन्छ। जसरी किसानले गहुँलाई आफूतिर अनि भुसलाई उडाइदिनुहुन्छ, त्यस्तै परमेश्वरले आशिषलाई हामीतिर असर गर्ने भुसलाई तर्काइदिनुहुन्छ। हावा लगाएर उडाएको जस्तै विश्वासको वचन लगाएर पिताले उडाइदिनुहुन्छ, भगाइदिनुहुन्छ। यस्तो सत्य राज ईश्वरले आज हजुर हामीलाई पिताले खोल्नु भएको छ। आफ्नो बच्चाको माझमा यस्तो राज खोल्नु भएको छ। संसारको मान्छे नै जन्म लिनु भएको छ, आउनु भएको छ। म किन आएँ भन्ने उहाँहरूलाई थाहै छैन। म के को लागि बने थाहै छैन। म को हो यो पनि थाहा छैन। तर हामी पिताका वचन खाएका मान्छे, परमेश्वरमा मन लगाएका मान्छे, हामीलाई थाहा छ म के कारणले, म के को लागि बने, हामी सबलाई थाहा छ। के को लागि बन्यौँ त हजुर? हामी सबै असल अनि भलाइ कामको लागि परमेश्वरले के गर्नुभयो? मसीह येशूमा सृजना गर्नु। येशू मसीहमा के गर्नुभयो? पिताले सृजना गर्नुभयो, येशू जस्तै बनाउनु भयो। पुरानो नष्ट भयो, नयाँ खडा गर्नुभयो। पुरानो मनुष्यत्व, पुराना सोच, पुराना भाषा, बोली, गाली गलौज, क्रोध, अहंकार नष्ट भयो। रोगी शरीर पनि नष्ट भयो। निरोगी शरीर ईश्वरले फेरि पुनर्निर्माण गर्नुभयो, फेरि बनाउनु भयो। पिताले बनाउनु भयो, रच्नु भयो, मसी जस्तै बनाउनु भयो। मसीको देहमा कुनै रोगहरू टिक्नै सक्दैन, त्यो खरानी हुन्छ। जसरी आगोलाई लिएर बस्न सकिँदैन, आगोलाई जसले लिन्छ त्यो आगोले त्यसलाई जलाइदिन्छ, त्यस्तै हामी स्वर्गका आगो हौँ। जुन खराबीले लिन खोज्छ उही जल्छ, तर हामी झन्झन बढ्दै, झन्झन तेज हुँदै परमेश्वरले के गर्नुहुन्छ? बढाउँदै जानुहुन्छ। जति धेरै दाउरा त्यति धेरै आगो। तपाईँले आगो फुकेको ठाउँमा जति धेरै दाउरा हाल्नुहुन्छ त्यति धेरै आगो हुन्छ। त्यस्तै ईश्वरमा पनि जति धेरै विश्वास गर्नुहुन्छ त्यति धेरै चङ्गाई, उद्धार, आनन्द, सुख, शान्ति, प्रेम, धैर्यता, नम्रता, दीनता ईश्वरले प्रदान गर्दै जानुहुन्छ। त्यसैले त पिताले भन्नुभएको छ, धन्य तिमीहरू जो आत्मामा दीन हुनेहरू, आत्मामा नम्र हुनेहरू, स्वर्गको राज्य नै तिमीहरूको। स्वर्गै हाम्रो जो नम्र छ, जो दीन छ। म सब कुरा जानेको हुँ, म एकदमै यति वर्ष जुटेको हो, मैले यति वर्ष पढेको, यति वर्ष लागेको, म त यस्तो हुँ, म त अगुवा हुँ, म त लिडर हुँ भनेर हुम्म फुल्नुहुन्छ भने त्यो ईश्वरको नजरमा तुच्छ हुन्छ। तर म त ईश्वरको सन्तान हुँ। मलाई नम्र बनाउनु, रिस, राग, क्रोध, घमण्ड, यो सब आरिस खराबी चिजलाई हटाइदिनु पिता। वचनै वचनद्वारा मलाई चलाउनु, हजुरको आत्माले चलाउनु पिता। हजुरको योग्यता दिनु पिता।
हजुरको शक्ति दिनु पिता, हजुरको सामर्थ्य दिनु पिता। धन्यवाद ईश्वर। भइसक्यो, म केही जान्दिनँ, जान्नेवाला हजुर हुनुहुन्छ, बुझ्नेवाला हजुर हुनुहुन्छ। संसारको ज्ञानलाई जति लिए पनि छोडेर जानुपर्छ। स्वर्गको ज्ञानलाई जति लिनुहुन्छ त्यति लिएर जानु पाउनुहुन्छ। संसारको ज्ञानभन्दा स्वर्गको ज्ञान अति उत्तम छ, अति उच्च छ, अति प्रभावशाली छ। संसारको नाम, धन, इज्जत, प्रतिष्ठा जे भए पनि छोडेर जानुपर्छ, तर स्वर्गको आत्मिक धन, आत्मिक मन, बुद्धि सब कुरा सँगै लिएर जान पाइन्छ। परमेश्वरले आत्मामा भर्दै जानुभएको हुन्छ। यस्तो भरेर लाने चिज आजलाई पनि फाइदा, भोलिलाई पनि फाइदा। जसरी ब्याङ्कमा पैसा राखेपछि साउ पनि उति पाइयो, ब्याज पनि थपिएर आउँछ नि, त्यस्तो ईश्वरको आत्माबाट यहाँ संसारमा रन्जेल पनि फाइदा, संसारलाई छोडेपछि पनि झन् धेरै फाइदा ईश्वरले प्रकट गर्नुभएको हुन्छ। त्यसैले ईश्वरमा हामी अगुवा, लिडर छौँ, विभिन्न शाखाबाट पनि उपस्थित हुनुभएको छ। खराबी विभिन्न रूपबाट, जसरी गुरुलाई पनि पहिले 40 दिन 40 रात भोको बसेपछि त अब कमजोर भयो होला, भोकायो होला। भोको पेट भनेको त कमजोर हो। भोको पेटमा त खानाको चाह गरेको हुन्छ। खानालाई देखाएपछि त मैले फिसाल्न पाउँछु, चिप्ल्याउन पाउँछु, मैले परीक्षामा पार्न पाउँछु, आत्माको सिद्धान्तलाई शरीरमा लगेर मेट्न पाउँछु। ढुङ्गा मुढामा जसरी संसारका धर्महरू चलेका छन् त्यसै गरी धर्मको रीतिअनुसार चलाउन पाउँछु भनेर खराबीले गुरुलाई पनि कमजोर भएको समयमा, भोको भएको समयमा उसले के गर्यो? यदि सच्चा तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी बनाएर खानुहोस्, भोकलाई मार्नुहोस्, तृप्त रहनुहोस्, भोकलाई हटाउनुहोस्। त शैतानले भन्यो, तब गुरुले भन्नुभयो मलाई ज्ञान दिन त आउनुपर्छ र मलाई ज्ञान दिने ईश्वर मसँगै हुनुहुन्छ। तैँले आइडिया दिनुपर्छ र मेरो पिता मसँगै हुनुहुन्छ। उहाँले मलाई आइडिया दिइरहनु भएको छ, आत्मिक आइडिया दिइरहनु भएको छ। कहिले गिर्न नपर्ने, लत्रिन नपर्ने, मैले यस्तो गरेँ है भनेर पछुताउन नपर्ने, त्यस्तो आइडिया, त्यस्तो तरिका मेरो पिताले मलाई दिइरहनु भएको छ। 40 दिनसम्म नखाँदा भयो, अब एकैछिन मैले भोकलाई ठुलो मानेर हिँड्नुपर्छ र शरीरको अभिलाषालाई ठुलो मानेर हिँड्नुपर्छ र शरीर अनुसार चलाएको अराएको कामलाई मानेर हिँड्नुपर्छ र यो समयसम्म राख्ने ईश्वरले अब राख्नुहुन्न र यो समयसम्म तागत भर्ने पिताले अब भर्नुहुन्न र ईश्वरमा मन लगाउनु भयो।